हेलो गाइज, वेलकम ब्याक टु माई न्यू डे न्यू एपिसोड। सबैलाई मेरो युट्युब फ्यामिलीले म बिहान मर्निङ वाक जान लाग्छु। अब मर्निङ वाक चाहिँ म सधैँ जङ्गलतिरै जान्छु। एकदम मजा आउँछ के, यहाँ चराहरू निकराउँछ अनि हेर्दा पनि आनन्द आउँछ, आँखालाई पनि हरियो हरियो। त्यही भएर मर्निङ वाक जङ्गलमा जानुपर्छ है। अनि चाहिँ म चाहिँ यहाँ अब कहाँसम्म मर्निङ वाक जान पुग्छु हेर्दै गर्नु होला। अनि म आज आफ्नो खेतबारीमा पनि जान्छु। धान रोप्नु भएको मम्मीले कतिको मर्यो के भयो भनेर हेर्न पनि जान्छु। हजुरहरूलाई पनि देखाउँछु मेरो खेत। यो चाहिँ हाम्रो बारी, यो धानबारी। त्यहाँ धान त राम्रै भयो रहेछ, अलिअलि चाहिँ पानीले खाएर मर्दै रहेछ। अनि हेरौँ कति राम्रो हुन्छ। अब उता पनि हाम्रो यो सबै यति सबै वहीँसम्म, अनि उताको पोलको नि उहाँ चाहिँ मेरो घर हो। यहाँ चाहिँ एउटा मूल पलाहा अरे, त्यो मूलमा पानी आयो कि आएन हेर्न जान लागेको। 6 महिना अगाडि आइरहेको थियो, अहिले चाहिँ सुके थियो। फेरि पानी पलाहा भनेर मम्मी र म चाहिँ हेर्न जान लाग्यो। यो मूल चाहिँ यही हो, पानी पनि ठुलै आएको रहेछ। अनि त्यहाँ एउटा भाइले पानी भरिरहेको रहेछन्। ल गाइज, अब चाहिँ म मामा घर जान लाग्यो। मामा घर पुगे फाइनली गाइज, म मामा घर आइपुगे। उतो चाहिँ मेरो मामा घर हो, हेरियो उयो। ल गाइज, फेरि मामा घर गएको, फेरि उहाँ खसी बजारमा काम परेर निस्किएको हामी आमाहरू भएर, आमासँग भएर। अब वहीँ के काम रहेछ हेरौँ है। फाइनली गाइज, हामी चाहिँ यहाँ एका त सहकारी जान आएको रहेछौँ। अब यी आमाहरू जाँदै हुन्छ। ल हामी चाहिँ अब ब्याङ्कबाट पनि काम सकेर निस्किएको। ब्याङ्कबाट निस्केर अब आमाहरूले कहाँ लानुहुन्छ त्यही पछि लाएर जाने हो। यो फुल चाहिँ मेरो युट्युब फ्यामिलीको सब्सक्राइबरहरूलाई है। यो एकदम राम्रो फुल हजुरहरूको लागि। आजको भ्लग चाहिँ म यहीँ एन्ड गर्छु। यदि मेरो भ्लग मन पर्यो भने लाइक, सब्सक्राइब, कमेन्ट, सेयर गर्न नबिर्सिनु होला। बाई बाई, फिर मिलेंगे।